बिहान 4 जना मात्रै छौं बाई ओके पुरा त्यो भ्यूज हेरेर नआउनुस् अलिकति गाह्रै हुँदो रहेछ हामीलाई बाटै छैन त यहाँ त अनि जोक छ यही पल्टिने बाटो एकदम धेरै गडाङ गुडुङ गरौ है ओके गुड मर्निङ फाप्लुबाट लगभग 2400 मिटरको हाइटमा रहेको फाप्लु पछाडि एयरपोर्ट पनि देखिरहनु भयो होला तेन्जिङ हिलारी एयरपोर्टको नाम चेकआउटको लागि तयारी जुत्ता पनि आम्मामामा इलोले बिजोको भएछ है ओहो हो पुरै ह्यान्डसम पनि लास्टदेखि थाल्यो नि त म त ए हिमाल ढाकिहालेछ है हामी चाउचाउको घरमा बाँच्नुपर्छ हामीले चाहिँ होस् पहाड हिँडेपछि 8:55 पेट्रोलको जोगाड लागेको छैन हाम्रो अलिअलि पेट्रोल त हल्लिरहेछ पेट्रोल खोज्नलाई हामी हार्डवेयरमा आछौँ है आज ए ल ती भयो त राहत भइहाल्यो नि कति हो यसको भाइ 1350 निस्किन्छौँ अब आम्मा त मेरो त अनुहार नचिने रहेछ नि त हिरो आएको छ नि भाइ हिरो टुरिस्ट चिनिँदैन दाइ ल दाजु ल 4 लिटर पेट्रोल हालियो त्यहाँ तल सल्लेरीमा गएर हाम्रो बसाइ चाहिँ फाप्लुमा थियो अप्ठ्यारो बाटो आइसकेपछि पनि यहाँ बिचमा होमस्टे नै होला सिम होटल एन्ड लज यहाँ आउँदा पनि हुने रहेछ हिजो हामी के भयो भन त 10:54 भयो 10 किलोमिटरको हाराहारी कुदैछु भाइलाई हिँडाइरहेको छु तिमी सर्टकटमा आउने ल भाइ उ त्यहाँ माथिबाट आउने रे ओके म यताबाट जाँदैछु बाटै छैन त यहाँ त अनि रिङ्गु भिलेज आइपुग्न आँटेका छौँ 11 बज्यो 11 किलोमिटर ट्राभल पनि गरेछौँ तराईमा भन्दा बढी फ्लाइटहरू देखिन्छ यहाँनिर यताबाट प्लेन उडिरहेछ यता हेलिकप्टर उडिरहेछ यता हामी बाइकमा उडिरहेछौँ यस्तो छ स्थिति खुट्टाको जुत्ताको अनि मान्छेको पनि हाक्न गाह्रो भएको छ बाइकको स्थिति पनि म देखाइदिन्छु तपाईँहरूलाई मतलब यहाँबाट नि पुग्यो त्यहाँबाट नि पुग्यो यहाँबाट त हिँडेर मात्रै हो होइन उयो तलबाट नि हिँडेर मात्रै हो यो मेन रोड यही हो ए यही हो भने हामी माथि गएर बाइक त्यहीँ राख्दा नि भयो राख्नुपर्छ त्यहाँबाट जाने त्यहाँ केही सामान पनि पाइन्छ पाउँछ आज काममा डाँडा भन्नेमा पुग्नुहोस् 2टा लज छ त्यहाँ जहाँ बसे पनि आजको डेमा शेर्पा हेरिटेज इनसम्म आइपुग्यौँ त्यहाँ लेखेछ वे टु दुधकुण्ड लेक पार्किङ एभाइलेबल माथि अहिले हामी यही होटलमा जान्छौँ माथिको वे टु लुक्ला शेर्पा हेरिटेज ल ढुङ्गाले छापेको छन् सबै दिदी नमस्कार है हामी माथि जानुपर्ने खाना पनि खान मन लागिरहेछ यस्तो चाहिन्थ्यो क्या यो भएन क्या मेरो बाइकमा पार्किङ एरिया यहाँ रहेछ हामी जाउँ बाइकमा पार्किङ गरिदिन्छु हैन माग्लुङ कता हो त्यो फेरि उता सोताङ तल पर्यो कि अझै माथि अझै उता हाम्रो फुन्तुरु बाइकको एक्सपिरियन्स त मजा आयो तर मैले एउटा सजेसन दिनु पर्दाखेरि कम ग्राउन्ड क्लियरेन्स भएको बाइकहरूलाई भरसक लिएर नआउनु र हिँड्दाखेरि यस्तो खालको जुत्ताहरू भन्दा पनि अलिकति पानी नसिर्ने जुत्ता अनि रेनकोट जुत्ताको पनि कभर लिएर हिँड्नु त्यो राम्रो बेस्ट हुन्छ ल भिलेजमा अब खाना खाने चिकन खाना भाइले बजाउनु थालिसक्यो 2टा रम्बा दिनु न यो कुरो चिकन हो
चिकनै खाइदिउँ न ल 2टा दिनु ल यो पनि चिकनै कुन यो चावडा भयो नमस्ते नमस्ते गरिदिनु त ल मजाले उठाए ए हे हामीले उठायौँ नि तिमीलाई हल्ला गरी अब हामी घुम्न जान आँटेको पर्सि आएर भेट्छौँ तिमीलाई ल बाई गर्नुहोस् बाई ओके हाम्रो ट्रेकिङको यात्रा चाहिँ रिम्बू भिलेजबाट सुरु गरिसकेका छौँ यहाँबाट 3 देखि 4 घन्टाको यात्रामा हामी नेक्स्ट डेस्टिनेसनमा पुग्छौँ त्यहाँ स्टे गर्छौँ भाइ के खोज्न हिँडेको तिमी के खोज्न हिँडेको कुण्ड सुकुन भने तिम्रो सुकुन दुधकुण्डमा छ भाइ के छ भारीमा खोइ हेर्नु पर्यो भाइको एउटा यो ब्याग रहेछ मजाले फर्मेटमा अनि यो छ छाता छ के हो विस्की स्ट्रिम 1 बजी हिँडेको थियौँ 2 बजे लगभग घडीमा हामी दुधकुण्डको लागि चाहिँ तल जाने अब हामी जाँदैछौँ निम्बु रिट्रिट यहाँको अघि एउटा हाइट पनि गर्दाखेरि फिल त भइरहेको थियो अलिकति गाह्रो होइन यो चाहिँ चरमै रहेछ उकालो माथि चाहिँ सिधै नाकै छोला जस्तो छ ओ शेर्पा कुकुर भोटे कुकुर कहाँ पुगिरहेछ केटो मान्छे एउटा स्टेप चढ्यो होला म अहिले ठाडै उकालो छ हौ मेरो नाम प्रितम इटारी मालूम नेपाल का इटारी ठीक है ऑल द बेस्ट ओके ऑल द बेस्ट अभी पहुंचा दूंगा भनेर 2 घन्टादेखि काजी भाइ तिमीले किनेको जुत्ता है भाइ कुण्ड पुर्याउँदैछु म काजी भाइ तिमीले किनेको जुत्तालाई खुड्किला पार गरेर हामी यो 5वटा कटिसक्यौँ भाइ कन्टिन्यू देऊ त के भन्छ त्यसलाई भन्दाखेरि तपाईको जनै पूर्णिमाको बेलामा लाग्ने मेलाको लागि बनाउने यो पसल थाप्नको लागि धेरैको लागि प्रयोग हुन्छ र आगन्तुक पर्यटकहरूको लागि रेस्ट गर्नको लागि पनि एकदम उपयुक्त ठाउँ रहेको छ सरकारी पार्टी हाइट 3489 रहेछ अब सरकारी पार्टी टु कामु डाँडा 1 आवर 30 मिनट भनेपछि अब 1.5 घन्टा लाग्ने रहेछ है अब स्वर्गारोहणमा यो पार्टी पनि बनाएर रहेछ ओ माय गॉड छ क्या त अलिअलि ल लाग्यो साथी हो त्यसो भए ल लाग्यो 3 घन्टादेखि कन्टिन्यू यो हामी सिँढी चढिरहेछौँ तर उकालो सकिने नामै लिएको छैन अब त पहाड सकियो होला भनौँ चढाइ हाम्रो आजको बसाइ सायद यहीँ हुनसक्छ एकदम खुसीले म हर्षित छु भाइ पनि सायद अब चाहिँ खुसी भयो यति चढाइ चढियो के छ भाइ चढाइको विषयमा चाहिँ सानो भन त जति चढे पनि अब के एक्सर्साइज चाहिँ गरेरै आउनु पर्ने रहेछ हैन त्यतिकै चाहिँ नआउनु यु क्यान डु इट भाइले भन्न खोजेको हाइकिङ यो ट्रेकिङहरूमा जाँदाखेरि तपाईहरुले लगभग 2-4 महिना अगाडि आफ्नो शरीरलाई कार्डियो रनिङ वकिङहरू चाहिँ गर्नु पर्यो कन्टिन्यू ठाउँ तर लुगा चाहिँ सुका छन् हैन त्यतिको लुगा सुकाउनु भनेको बाहिरबाट ताला पनि लागेको छैन जिउबाट नि बाफ आइरहेछ क्या आयौँ बस्यौँ तातो पानी यो रेड कफी खानु पर्यो हैन कामु डाँडा आइपुग्यो हामी 1-1.5 घन्टा अगाडि म त्यति बेला बनाउन सक्ने स्थितिमा थिइनँ हैन अति मलाई जाडो भएको थियो भिजेको थिएँ म पसिनाले पनि भिजेको थिएँ फेरि पानी परेर टाउको भिजेर मलाई एकदम गाह्रो भइरहेको थियो पुरै लुगा भिजेको थियो कि यसरी एउटा भेस्ट लगाएको थिएँ अनि मुसिटर लगाएको थिएँ
भिजे थिएँ मम्मी एकदम चिसो लाग्यो जस्तो पनि भइसकेको थियो पानी सिमसिम परिरहेको थियो रेनकोट लगाइरहेको थिएँ त्यो गरी यसमा पहाडको यो हिटरको रूपमा काम गर्छ भित्र दाउरा अनि दाउरा भएपछि पानी तताउन पनि मिल्यो यसो आगो ताप्न पनि मिल्यो बाहिर तातो आइरहेको हुन्छ एकदम तातो पनि आइरहेको हुन्छ लुगा सुकाउने काम पनि गरिरहेछौँ खाना खाने बेला भयो लगभग अहिले कति बज्यो नि 8:30 9को हाराहारी हुन आँट्यो 8 बजे खाना यहाँ भेज खाना मात्रै पाइँदो रहेछ यो ठाउँमा राम्रो छ होला थोरै खाजा खाइसकेको थियौँ अघि हामीले तातो पानी छ दाल सब्जी बनाएको छ भाइ लट्ठ छ अहिले चाहिँ कस्तो त्यो पेग लगाएको वाला छ त भाइ कति पेग लगायो कि क्या हो 4 पेग लगायो भाइले 4 पेग पानी खाएको छ अरे तातो पानी त्यही भएर त्यस्तो भएको छ मलाई चाहिँ टाउकोमा एकदम चिसो लागेर मैले खोल्नै सकिरहेको छु यो हाई अल्टिट्युडमा आउँदाखेरि चाहिँ हामी पनि 3800मा छौँ नि त अल्टिट्युडको प्रब्लम भयो अब सिकनेसहरू भयो टाउको दुख्ने सिम्टम्स भमिट आउने हुँदाखेरि चाहिँ यो मेडिसिन आउँदो रहेछ उहाँले एउटा राख्नु भएको रहेछ जोलामाइड भनेर बिहानको 9 बज्न आँटेको छ हामी उठेर फ्रेस पनि भयौँ बिहान 5-6 बजीतिर निस्किने भनेको थियो पानीले अलि साथ दिइरहेको छैन राम्रो स्लिपिङ भयो निदाइ राम्रो र होटल पनि राम्रो लाग्यो हामीलाई नमस्ते मेरो नाम चाहिँ लाक्पा शेर्पा म चाहिँ यो कामो डाँडामा नम्बर रेट होटल सञ्चालन गरिरहेको छु मेरो गेटअप यस्तो छ के भन्नु अब होइन पानी परिरहेकोले रेनकोट लाउनु पर्ने मेरो बाध्यता हो डबल ज्याकेट पनि लगाएको छु मौसम बेइमान छ यो मौसमले च्यालेन्ज गरे हो ल लागौँ भाइ हामी एकदम ओके ल होइन मैले भाइलाई के भने मेरो हात खाली भइरहेछ किन हो भनेर भन्दै थिएँ ल हस् धन्यवाद है ट्रेकिङको दोस्रो दिन पहाड छिचोल्दै त्यो बाटोमा हामी दुईजना दाजुभाइ मात्रै छौँ कोही छैन मान्छेको नामो निशान छैन जीव जन्तुको नि नामो निशान छैन एक घटाको हिँडाएपछि एउटा यो विश्राम स्थल आइपुग्यौँ पानी एकदम परिरहेछ ठुलो झर्ना रहेछ एकदम धेरै गडाङ गुडुङ गऱ्यो है लगभग 2 घन्टा कन्टिन्यू हिँडेर 4वटा झर्ना कटेपछि यो तल्लो बेसी हुनुपर्ने मैले सुनेअनुसार सानो बेनी हाइट 3850 हिँड्ने बाटो यही हो तर पानी यस्तो आएको छ पहाड हिमाल अनि एउटा घर देखियो टाढा हातले काम गरिरहेको छैन मेरो माथि जाडो छ पानी पनि यस्तै हो हिउँ पर्यो ए माथि हिउँ देखियो ल भिजेर नित्रुकै भइसक्यो हामीहरू इटरीबाट ओके बाई है अहिले चाहिँ हामी आइपुग्यौँ साँच्चै भन्दाखेरि 15देखि 20 मिनट टोयको टपबाट एउटा होटल थियो त्यो कटेपछि 15देखि 20 मिनट अझै हिँड्नुपर्छ अप्ठ्यारो बाटो अनि चाहिँ त्यो गेस्ट हाउस पुगिन्छ नुम्बुर गेस्ट हाउस सोलु दुधकुण्ड सरसबेनी सोलुकुम्बु यहाँ लाइटको पनि प्रब्लम रहेछ नुम्बुर सहरसबेनी आइपुगेको छ उहाँ चिसो पनि सायदै यस्तो हुन्न थियो होला पानी परेर हामीलाई चाहिँ एकदम भिजायो क्या मेरो त ट्राउजरहरू पनि भिजो ज्याकेट पनि भिजाएको छ माथिको मात्रै रेनकोटको जोगाड लगाएर हिँडेको भाइले अलिकति सन्चो भएन भनेर चाहिँ गाह्रो भइरहेछ अब आगोको अलिकति जोगाड लगाइदिनु हुन्छ तलको नुम्बुरा उहाँको दाइको यहाँ चाहिँ भाइ हुनुहुँदो रहेछ अब हामी आजको दिन यहीँ स्टे गर्छौँ अनि भोलि बिहान कस्तो हुन्छ वेदरले कस्तो साथ दिन्छ अनि निस्किन्छ भाइलाई लेक लगाएर खाना खान अलिकति प्रब्लम भयो अब म चाहिँ खानै पर्ने भयो भोक लागिरहेछ 3-4 घन्टाको यात्रामा अन्डा चामल भात पापड पनि दिनुभएको रहेछ दाल छ
लाइनको समस्या, नेटको समस्या। ठिक छ, नेट नहुँदै आनन्द भइरहेछ। घड्याङडुङ घड्याङडुङ। जुत्ता भिजिहाल्यो, जुत्ता भिजेको छ अनि त्यही भएर मोजा लगाएर प्लास्टिक लगाएर अनि जुत्ता लाउँदैछु। बाहिर म बिहानको 6 बज्न आँटेको छ। यहाँबाट 3 घन्टा जानलाई दुधकुण्ड निस्किनु 6 बजी निस्किनु 9 बजीतिर पुग्छौँ होला हामी। सिन आज चाहिँ साह्रै राम्रो आएछ। कस्तो भएको छ मेरो गेटअप पुरै मलाई पनि चिसो लागिरहेछ। म सहर बेनीमा छु अहिले 4050 को हारारी हाइटमा। बिहानको 6 बजेको छ। अब दुधकुण्डको लागि निस्किन आँटेको छौँ। सिन कस्तो दामी आइरहेको छ यहीँबाटै मान। होइन अब मेहनत, अल्टिट्युड सिकनेस, भोक नलाग्ने, दुनियाँथरी सहेर, पानी सहेर, भिजेर तपाईँको यति गरेर यो दृश्य हेर्नको लागि सहरसबेनीको सबैभन्दा पुरानो होमस्टे यो रहेछ। यसमा चाहिँ टोयलेट बाथरुम बाहिरै बनाउनु भएको जस्तो लाग्यो, तर सिन चाहिँ यहाँबाट फेरि बवाल आउँदो रहेछ। ठ्याक्कै त्यहाँबाट बाटो बनायो होला। भाइ सहरसबेनी पछि त्यो पहिलो झरना हो। अलिकति जुत्ता नभिजोस् भन्ने सोचिरहेको छु मैले। झरना चाहिँ सानो सानै हो, तर प्रब्लम भयो क्या यहाँ अब फेरि रिल्याक्स भयो यार एकछिनमा। देखाइसक्यो ओके ल। मलाई पनि बाटो त हो, सिडी नै सिडी बढाएर यसरी स्टेप माथिसम्म छ, तर यहाँबाट पनि अलिकति तल ओर्लिनेर तल जानुभन्दा एउटै लेभलमा जाम भन्ने कुरा आयो भाइसँग, त्यही भएर यो बाटो लिँदैछु। हामी त धेरै टाढाबाट इटरीबाट बाइकमा 280 किलोमिटरको हाराहारी हिँडेको। त्यसपछि यो निम्बुसम्मको 10 किलोमिटरले त खुट्टा हात सब दुखाएर बिजोग भयो, एकदम गाह्रो भयो। जय शम्भु कैलाशपति। हिउँ देखिन सकिन्छ। सबिन भाइ के छ, खुसी छौ नि? एकदम भाइ। हिजो अस्ति निको अस्तिको दुःख आज एकदम भरिपूर्ण तरिकाले मजा लुटिरहेको छौँ हामीले। अब चाहिँ साँच्चै बाटो देख्न छोडेँ मैले, कतै छैन बाटो। घुस्ट लेक भनेर जाने बाटो पनि छ। यो बाटोबाट हामी ठ्याक्कै चेन्ज हुन्छौँ। अलिकति अप्ठ्यारो छ अरे बाटोहरू घुस्ट लेकको लागि। अनि घुस्ट लेक हुँदैखेरि हुँदै हुँदै दुधकुण्ड पनि जान सकिन्छ होइन, तर अब हामीले चाहिँ यो बाटो लिएनौँ। पुग्यौँ भनेर दुधकुण्ड जस्तो लागिरहेछ, तर पनि खोइ मैले कुण्ड चाहिँ देखेको छैन। एउटा सानो घर चाहिँ रहेछ, अनि यतातिर सायद मेला लाग्दाखेरिको हुनसक्छ यो। हे शङ्कर महादेव, लगभग 3 घन्टा हामी हिँडेपछि वेलकम टु दुधकुण्ड लेक।
मार्केट एरिया, हाइट 4,561 मिटर आइपुग्यौँ। हिमालहरूको नाम मलाई थाहा छैन के हो। कुण्ड जान बाँकी छ। यति साह्रो रमाइलो त खोजे होइन, अलिक बढी रमाइलो भयो है। बढी रमाइलो भयो। हालत के छ? हालत बेड पाए? बिजोग छ। अँ। यहीँ पल्टिने बारेमा आधी घन्टा पल्टिँदै बरु। आधी घन्टा मात्रै? फेरि हिँड्नु छ नि त दाइ अझै। ल राम्रो रेनविङ छ। पनि छ, माथि स्नो पनि परिरहेछ, मुख पनि सुकिरहेछ, छाता ओढेर हिँड्नु परिरहेछ। हिउँ नै हिउँले खुट्टा खाएको होला अलिअलि, त्यस्तो ठाउँ आइपुग्यौँ। यही हो दुधकुण्ड लेक। हेरौँ है। हामी जन्मेको यही हो। एउटा त सोलुमा जन्मेर प्राउड फिल भइरहेको छ हामी सोलुमा जन्म्यौँ भनेर। अनि तपाईँहरूसँग भेट भयो, खुसी लागिरहेको छ। तपाईँहरू त्यत्रो टाढोदेखि हाम्रो सोलु घुम्न आउनुभयो। अहिले ठ्याक्कै टाइम 9:30 को हाराहारी भएको छ। दुधकुण्ड लेक, यहाँ एउटा सानो कुण्ड रहेछ। त्यसपछि अलिकति माथि पनि एउटा कुण्ड देखेको छौँ। त्यो चाहिँ हामीले अलिकति बाटो मिस्टेक गरेर माथि जाने क्रममा देखाएको थियौँ। त्यो पनि हामी जान्छौँ। यही हो यहाँको सिन हेर्नु है। अहिले चाहिँ बिहान 4 जना मात्रै छौँ आइपुगेको। हिँड्नलाई त हामी कति थियौँ, अझै पछाडि ग्रुप 7-8 जना अझै छन्, तिनीहरू आउँदैछन्, गाह्रो भयो होला। हामी चाहिँ आइपुग्यौँ दुःख सुख। भाइले पनि साह्रै मेहनत गरेको छ आज, सबिन भाइले। कुण्ड आउन इट्स डिफिकल्ट है खासमा भन्ने हो भने। एकदम प्रिपेयर भएर आउनु, रिल्सको भरमा यताउतिको भरमा मान्छेले तपाईँलाई यता जा उता जा भनेको भरमा पुरा त्यो भ्युज हेरेर नआउनुहोस्। हामीभन्दा पछिका साथीहरू आउँदैछन्, अलिक गाह्रो भयो होला। थकावट गाह्रै भन्नु पर्यो। गाह्रो छ, ढिलो पनि भयो। हामी सँगै निस्केको मान्छे, सँगै हामी अब चाहिँ हिँड्न चाहिँ त्यति सक्दैनौँ। अलि नसकिँदो रहेछ है। तराईको मान्छे हामीलाई अलिक गाह्रो छ। मान्छे अलिकति गाह्रै हुँदो रहेछ हामीलाई। अब बिस्तारी तपाईँहरू आउनु, हामी जान्छौँ ल अब हामी तल एकछिन भेट्छौँ। त्यहाँ अब रमाइलो गर्ने हो।